ए बुढी, कुखुराले 3 पटक बाँचिसक्यो, होइन उठ्ने हो कि त्यही कुखुरा ल्याएर उठाइदिउँ? उसलाई पनि सुत्न देऊ न हो, मलाई उठाएर उसको थकाइ मात्रै बढ्छ। गाउँभरिका मान्छे खेत पुगिसके, तिमी अझै सपना देख्दैछौ? म सपनामा खेत रोप्दै थिएँ, साँच्चीकै किन जानी हो म? सपना बेचेर चामल पाइन्छ? पाइयो भने 2 बोरा ल्याइदिनु न। कम से कम गएर चिया त पकाइदेऊ। चिया पकाउन नि ग्यास त बाल्नु पर्छ। अनि ग्यास बाल्दा पसिना आउँछ, पसिना आएपछि नुहाउन जानुपर्छ, त्यसैले चिया नबनाएको। नखाइन हुन्छ चिया सिया। तेरो कुरो सुन्दा त मलाई नै ज्वरो आउला जस्तो छ। धान गोड्ने बेला भइसक्यो, ल हिँड त जाउँ अब। जान्नमा किन? हिलो लाग्छ। चप्पल लगाऊ नि त। चप्पल फोहोर हुन्न मेरो? त्यसो भए खाली खुट्टै जाउँ न त। खुट्टा पनि फोहोर हुँदैन मेरो? त्यसो भए घरमै बस। त्यही त हो मैले सुरुबाट खोजेको। तपाईँहरू तिमी गाउँघर छरछिमेकले आफ्नो घर अगाडिबाट सुगर सफा राम्रो गरी गर्न पर्यो। हाम्रो घर अगाडि त हावा चल्छ, सबै फोहोर जति हावाले लान्छ। हावा आएन भने के गर्ने होला? अर्कोचोटि सूचना पाएपछि सफा गरिदिउँला। दिदी, तपाईलाई सबैले अल्छी भन्न थाले। उनीहरूलाई मेरो प्रतिभाको कदरै छैन। के प्रतिभा? केही पनि काम नगरी दिन कटाउने कला छ मसँग। त्यस्तो पनि कला हो र? सिक्न चाहन्छौ भने 5 दिनको तालिम दिन्छु म तिमीलाई। होइन, तिमी दिनभरि मोबाइल मात्रै हेर्ने हो, काम गर्नु पर्दैन? म यहाँ अनुसन्धान गर्दैछु के। हन कस्तो अनुसन्धान हो फेरि त्यो? केही पनि नगरी कसरी रमाइलो गर्ने भनेर। अनि के नतिजा आयो त नि त्यसमा? म धेरै सफल भइसकेँ। कसरी काम ठग्ने मलाई थाहा छ। आजदेखि घरमा जसले काम गर्छ त्यसले मिठो खाना खान पाउँछ। ठिकै छ तँ पनि। अब तिमी खाना बनाऊ। होइन, अनि तपाईँले दिनभरि काम गर्नुभयो, तपाईँलाई खाना खाने अधिकार छ। म त नियम नमान्ने मान्छे, आज म उपवास बस्छु। तिमीलाई हराउन त वकिलले पनि सक्दैन। दाइ, आज पनि भाउजूले काम गर्नु भएन? काम चाहिँ गरेन, तर काम नगर्नलाई बहाना बनाउन चाहिँ विश्वकप जिती। सुन्नु बुढा, भोलिदेखि म अझै धेरै मेहनत गर्छु। साँच्चै? तर केमा? अझै धेरै बहाना बनाउनमा।